बाँधेको देखेर हाम्रो आइज हिँड्छ। यहाँ चाहिँ हाम्रो किबीहरू चाहिँ किबी फलेकै रट्टा रम्बा किबी घाँस काट्न जाँदा कुद्दा हाम्रो घर टलक्क टल्केछ। दाईको घर बनाउनलाई काठ काटेर रेडी छ। हिँडेको हाम्रो चाहिँ रोड यहाँ छ होइन, रोडबाट घर चाहिँ यहाँ छ के। हाम्रो गाउँमा पनि सुविधा छ, भदै नै आइन उही गर्दै कुदा जब पर्यो राति गोनिके भने जस्तै छ। रोडमा हाम्रो चाहिँ यहाँ बम्ती भण्डार जाने गाडी यहाँ आउँछ होइन, अनि यहाँनिर उत्रिने उही घर हो। 2 मिनट लाग्छ यही रोडबाट घर जानलाई। रोडमै घाँस काट्न आएको। यो रोड अनि यो घर त्यति बोके हुने नि गर्दै आइनु। पौडी खेल्न जाने भनेको पौडी खेल्यो भयो मजाले। छोडिदियो आऊ। हाम्रो चाहिँ यहाँ यसको रुख छ है। हाम्रो नागराजा नागरानी बसिन्छ यहाँ चाहिँ हाम्रो घरमा। यी आलु फुलेर सेतम्मे स्कुल उम्रेर बच्चा कोही पानी आएको बेलामा घाँस काट्दा गइरहन्। हाम्रो चाहिँ यहाँ जुनार फलिरहेछ, जुनारको बोट पनि मर्नु लागेछ। अनि भयो भने त्यो चिसोको घाँस खाँदैन। गहुँ फलेर हाम्रो मेन रोड चाहिँ हो तल है। यो किम्ती होला हो। हाम्रो ठुलो बडे मानको घर त्यो फुलको बिरुवा नि उखालेर राखेको छ मैले ल्याइस्यो भित्तामा। नाइ भोलि बिर्सिन्छ। हाम्रो चाहिँ पहिला ठुलो घर थियो यहाँ, भैँचालोले भत्कायो। यहाँ बडे मानको घर थियो। यहाँको जस्तो आँगन हुनु पर्थ्यो क्या है। यत्रो जग्गाबाट नि आँगन सानो बनाएको घर के। कान्छो भाइको घर बन्यो, जेठो दाईको घर बनाउनलाई काठ फिजाएर राखेको छ यहाँ। त्यो लिएर आइस न फुलको बिरुवा। कस्तो नटेरेको के हिँड तिमी भारी बोकेको मान्छे बिस्तारै आउँछु यहाँ हो कुद्दै